राम्रो कामले चुलिएको प्रतिष्ठाको धरोहर सानो एउटै गल्तीले नि पतित हुन सक्छ। सानो एउटै गल्तीले नि पतित हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। मलाई यो गजलले रुवाएको छ प्याज काटेर होइन त्यसकारण यहाँलाई पनि रुवाएको छ भने साथीहरू सबैजनामा नमस्ते। आज फेरि हामी तपाईहरुको बीचमा सहभागी भएका छौं। लामो समयपछि यस च्यानलमा आज हामी फेरि तपाईहरुसँग यो भिडियो मार्फत सहभागी भएका छौं। यो भिडियोमा तपाईहरुलाई सदा चाहिँ आज पनि मेरो म्याडमले एउटा गजल सुनाउनु हुनेछ। म भने तपाईहरुको बीचमा यहाँ यसो देखिनलाई है तपाईहरुलाई सम्झेर आएको छु। अहिले हामी किचनमा छौं। यहाँ तरकारी पकाउने तयारी पनि गर्दै छौं। तरकारी पकाउने तयारी सँगसँगै तपाईहरुसँग एउटा भिडियो बनाइहालौं भन्ने हिसाबले आएका छौं हैन त। तपाईहरु जहाँ हुनुहुन्छ स्वस्थ हुनुहुन्छ मस्त हुनुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौं। मैले धेरै कुरा गर्दिन यहाँ। अब यो भिडियो फेरि लामो बन्छ। तपाईहरुको बीचमा हामीले आफैले रचना गरेको मेरो म्याडमले आफैले रचना गरेको एउटा गजल छ। त्यो गजल यहाँ मेरो म्याडमले चाहिँ राख्नु हुनेछ। यो भिडियोलाई तपाईहरुले मन पराइदिनु हुनेछ र लाइक शेयर र कमेन्ट मार्फत सल्लाह सुझाव र हामीलाई माया प्रदान गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं। अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। सँगै रहेको बेल आइकनलाई क्लिक गरेर अल को नोटिफिकेसनमा यहाँ चाहिँ क्लिक गरिदिनु हुनेछ भन्ने हामीले अनुरोध गर्दै हामी के छ हाम्रो गजल तयारी छ हैन त। गजल तयारी छ। रुगाखोकीको कारण आवाजमा केही समस्या हुन सक्छ। त्यसलाई यहाँले मिलाएर सुनिदिनु हुनेछ। रुगा लाछौ रुगाखोकीले सताएपछि यस्तो भयो। ल मैले सुरु गरे गजल। म तरकारी काट्दैछु। मिठो तरकारी आज आलुसँग प्याजको पातहरु मिक्स गरेर खाने हो मिठो तरकारी। ल ल गजल सुरु। ल मैले गजल सुरु गरे है त। आज पनि भोलिलाई अतीत हुन सक्छ। हेर्न पर्ने माथि। आज पनि भोलिलाई अतीत हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। आज पनि भोलिलाई अतीत हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। तिम्रा मन छुने शब्द मनैदेखि मनन गरे। तिम्रा मन छुने शब्द मनैदेखि मनन गरे। मनैदेखि मनन गरे। तिम्रा मन छुने शब्द मनैदेखि मनन गरे। आज थाबो शब्द कति कथित हुन सक्छ। आज थाबो शब्द कति कथित हुन सक्छ। आज पनि भोलिलाई अतीत हुन सक्छ। समय सबै बसमा राखे पनि समयले कोल्टो फेर्दा। समयले कोल्टो फेर्दा सबै बसमा राखे पनि समयले कोल्टो फेर्दा। पीडा दिनै पनि एक दिन पीडित हुन सक्छ। पीडा दिनै पनि एक दिन पीडित हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। शिक्षित मान्छे जति सबै नैतिकवान कहाँ हुन्छन्। शिक्षित मान्छे जति सबै नैतिकवान कहाँ हुन्छन्। शिक्षित मान्छे जति सबै नैतिकवान कहाँ हुन्छन्। नीति संगत नभएको नि शिक्षित हुन सक्छ। नीति संगत नभएको नि शिक्षित हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। राम्रो कामले चुलिएको प्रतिष्ठाको धरोहर सानो एउटै गल्तीले नि पतित हुन सक्छ। सानो एउटै गल्तीले नि पतित हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। तिमीसँग रिसाउने अधिकारै छैन मलाई। तिमीसँग रिसाउने अधिकारै छैन मलाई। बरु आफै टाढिनु उचित हुन सक्छ। बरु आफै टाढिनु उचित हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। आज पनि भोलिलाई अतीत हुन सक्छ। समय हो जसरी नि व्यतीत हुन सक्छ। धन्यवाद। कस्तो लाग्यो यहाँले सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुने नै छ। फेरि पनि आगामी दिनहरुमा हामी यस्तै साहित्यिक सृजना लिएर उपस्थित हुने नै छौं। अहिलेलाई पनि छुट्टिन्छौं। नमस्ते। यो मलाई यो गजलले रुवाएको छ प्याज काटेर होइन त्यसकारण यहाँलाई पनि रुवाएको छ भने कमेन्ट गर्नुहोला। यो बिदा मागिसके पनि मान्छेलाई
मान्छेलाई यो गजल मान्छेलाई हेर्ने रहेको छ यो प्याज काटेर चाहिँ होइन साथीहरु त्यसकारण चाहिँ यहाँहरुले प्याज काटेर रुनु होला अरे गजल सुन्दै प्याज काट्दै गर्नु होला तपाईहरुले पनि यसरी नै यो गजल सुन्दै गर्दाखेरि प्याज अनिवार्य काट्नु होला भन्ने कुरा राख्दै हामी छुट्टिन्छौँ नमस्ते बाइ